अप्रत्यक्ष रूपमा रहेको छ। हजुर, हजुरलाई यसो हेर्दाखेरि एकदमै रमाइलो व्यक्तित्व, एकदमै रमाइलो गरिरहनु पर्ने यसो प्रोफाइलमा म हेरिरहेको हुन्छु। एकदमै बच्चा जस्तो हुन त हजुर 70 वर्षको उमेरको भइसक्नु भएछ। एकदमै रमाइलो गरिरहनु पर्ने मान्छे। तर झट्ट मैले अहिले भर्खरै सुन्दाखेरि एकदमै दुःख वेदना पीडाले मैले रचना साहित्यतर्फ लागेँ भन्नुभयो। कस्तो दुःख, कस्तो प्रकारको दुःख थियो र? अनौठो प्रश्न पनि हो र एउटा यथार्थ जीवन्त प्रश्न पनि हो। हजुर हजुर। मेरो घर अब विकट पहाडी गाउँमा भएको हो। हजुर। अनि मेरा बाबुआमाका 13 जना सन्तान। हजुर। मध्ये 10 वटा छोरा र 3 छोरी मध्येको म एउटा हुँ। हजुर। अनि खानका लागि आफ्नो जमिनबाट अर्जित भएको चिजले 3 महिना भन्दा पुग्दैन थियो। हजुर हजुर। अब 9 महिनासम्म बनी बुतो अर्म पर्म गरेर सामन्तहरूको घरमा गएर चाहिँ भिख मागेर पनि खानुपर्ने अवस्था थियो। ती दुःखका कारणबाट पनि सिर्जनाको मुहान चाहिँ निर्मित भएको हो भन्नुपर्छ। हजुर हजुर। अनि त्यति बेला दुःख पाइरहेको अवस्थादेखि नै हजुर लेखन कार्यमा लाग्नु। त्यति बेला चाहिँ कस्तो प्रकारको रचनाहरू, कस्तो प्रकारको भावनाहरू मनमा आउँथ्यो गुरु हजुरको? जीवन के हो, किन यस्तो हुन्छ, कोही धनी कोही गरिब किन, हजुर, यस्ता खालका कुराहरू त्यस बेला पनि खेल्थे। हजुर। अनि सामन्तप्रतिको विद्रोह, अनि निरङ्कुशताप्रतिको पनि विद्रोह, स्वतन्त्रताप्रतिको चाहना, मेरो त्यही दुःखका अवस्थाबाट सृजना भएका चिजहरू हुन्, यी पुँजीहरू हुन्। अनि मसँग भित्र चिन्ता छैन, कुनै मान्छे ठुलो हो भनेर मलाई डर लाग्दैन। त्यो भइसकेपछि सदा बहार हुनु मेरो नेचरले दिएको चिज हो। यो आर्टिफिसियल पनि होइन, बनावटी पनि होइन, केही पनि होइन। जिन्दगी नै केही छैन भन्ने भइसकेपछि किन चिन्ता गर्ने, किन घोरिने, किन दुखी हुने, किन आँसु चुहाउने? सङ्घर्ष नै जीवन हो भनेपछि सङ्घर्षै गरिरहने, हाँसी हाँसी सङ्घर्ष गर्नु नै म सर्वोच्च जिन्दगी ठान्छु। त्यस कारणले गर्दाखेरि मसँग कुनै किसिमको गम्भीरता पनि हुँदैन, अनि त्यो आँसु पनि छैन, मसँग आँसु पनि छैन। हजुर 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 हजुर। भनेपछि एक प्रकारले जीवन भनेको चाहिँ सुख दुःखको सङ्गम। एकदमै अब जीवनलाई जसरी रोइरहेर पनि बाँच्न सकिन्छ, एकदम पीडा, मनमा पीडा लिइरहेर पनि बाँच्न सकिन्छ। त्यो पीडालाई भुलेर एकदमै आफूले प्रफुल्लित भएर आफू पनि रमाउँदै, आफू पनि खुसी हुँदै, आफू पनि नाच्दै अरूलाई पनि एक प्रकारले रमाइलो गराउन सकिन्छ, होइन त गुरु? त्यो चाहिँ बडो अप्ठ्यारो प्रश्न हो भावना। किनभने रुनु भनेको, हाँस्नु भनेको एकदम सतहका कुरा हुन् क्या। जीवनको गहिराई पक्षलाई बुझिसकेपछि न रुनुसँग अर्थ छ, न हाँस्नुसँग अर्थ छ, न नाच्नुसँग अर्थ छ। एउटा त्यो नदी बगेदै, सागर बगेदै, समुद्र बगेदै निरन्तर अगाडि चलिरहन्छ। चलिरहनु नै जीवन हो। न त्यसमा हाँसु, न कुनै चिन्ता, न कुनै दुःख। त्यो साना साना कुराले रोमाञ्चित हुनु भनेको त केटाकेटी बालपन हो क्या। त्यो बालपनबाट परिपक्व हुँदै गइसकेपछि यी कुनै पनि कुराले जिन्दगीमा अर्थ राख्दैनन्। त्यो अर्थ नराख्ने बिन्दुमा जीवन उक्लिसकेपछि अनि उसमा निराशा पनि हुँदैन, आशा पनि हुँदैन, दुःख पनि हुँदैन, सुख पनि हुँदैन। समगतिमा अगाडि गइरहन्छ। त्यहाँ पुग्नुपर्छ मान्छेले। हजुर हजुर। नभए दुःखी भएर बाँच्छ। हजुर हजुर हजुर। मैले अस्ति हामीले गौतम बुद्धको जन्म दिवस मनाइरहँदाखेरि चाहिँ गौतम बुद्धको वचन एकदमै सुन्ने मान्छे, सकेसम्म जीवनमा लागू गरौँ भन्ने पनि मनमा कता कता रहिरहन्छ र लागू गर्ने प्रयास पनि गर्दछु गुरु। र होइन, उहाँको अहिले हामीले भर्खरै कुरा गरिरहँदाखेरि दरबारबाट निकालिएको र एक प्रकारले जनतालाई पानी खुवाउन पर्छ है भन्ने भावना उहाँमा भएको कारणले गर्दा नै उसको चेतनाको कारणले गर्दा नै उहाँ दरबारबाट निकालिने अवस्था र दरबार छोडेर जाने अवस्था आएको रहेछ। र उहाँमा एक प्रकारको असल भावना थियो र त उहाँले त्याग गर्नु पर्यो। उहाँ गौतम बुद्धलाई, हजुरले बुद्धलाई, हाम्रो देशको शान्ति को प्रतीक बुद्धलाई कसरी लिनुहुन्छ गुरु? गौतम बुद्ध एउटा विचार हो, असल विचार हो।
हजुर असल व्यक्ति हो, असल व्यक्तित्व चाहे दरबारबाट निस्कनु परोस्, चाहे शान्तिका कुरा गर्ने प्रसङ्गमा हुन्, त्यो त असल विचारकै प्रतीक हो नि त। त्यही रूपमा मात्रै म लिन्छु। अरू कुनै देवत्वका रूपमा, देवताका रूपमा म कुनै चिजलाई पनि लिन्न, कुनै शक्तिलाई पनि लिन्न, कुनै व्यक्तिलाई पनि लिन्न। गौतम बुद्ध असल विचारको एउटा प्रतीक हो। अब अर्को किसिमले हेर्दाखेरि भगुवा गुण्डो हो गौतम बुद्ध। दरबार छोडेर भाग्नु यो चाहिँ त्यो यथार्थ पक्षलाई छोडिदिने हो भनेदेखि गौतम बुद्ध भनेको भगुवा गुण्डो। किनभने पत्नी भित्राइसकेपछि, छोराछोरी जन्माइसकेपछि दरबारबाट भाग्नु भनेको कायरताको नमुना होइन। उनले आफ्नो कर्तव्य गरे, नगर्ने व्यक्तिलाई असल भन्न सकिन्छ। यो सेन्सबाट हेर्दाखेरि त्यो पनि छ नि पाटो गौतम बुद्धको। अनि सोझो हिसाबले सबै पाटा नबुझिकन यथार्थ कुरासँग भेट हुँदैन क्या हाम्रो। ती कुराहरू बुझिसकेपछि अनि ती पनि नथिङ, यी पनि नथिङ, ऊ पनि नथिङ, अनि आफ्नै किसिमको एउटा विचारको बाटो बन्छ। त्यो व्यक्तित्व नै सच्चा र सही व्यक्तित्वको बिन्दु पुग्यो। तर केही न केही हदमा त बुद्ध एक प्रकारले हामी जस्तो मानिसै हुन् होइन, मानिसै थिए। पछि गएर मलाई पुज्नु पर्दैन, मलाई पूजा गर्नु पर्दैन भनेर भने उहाँको त्यो प्रकारको भावना थियो। र दरबारबाट निक्लिनको लागि चाहिँ उनीहरूको परिवारले पनि त एक प्रकारले, बुवा आमाले पनि त एक प्रकारले छोरालाई मार्नुको सट्टा दरबारबाटै निकाल्दाखेरि राम्रो होला भन्ने हिसाबले त्यो गर्नुभयो। र त्यो गर्नुभयो, तर त्यो सँगसँगै अगाडि त के अरे वरपरका व्यक्तिहरूलाई, जनताहरूलाई चाहिँ पानी खुवाउने भावना त रहेछ नि त गुरु, एउटा असल भावना त रहेछ त। त्यो कारणले गर्दा निक्लिनु पर्यो होइन त गुरु, त्यसलाई पनि त लिनुपर्छ। र खैर हो, आफ्नो बिहे गरिसकेपछि छोरालाई, श्रीमतीलाई त्यागेर उनले त्यो जीवन व्यतीत गर्नुपर्ने त्यो छुट्टै आफ्नो कारण त्यो छुट्टै छ। त्यो पनि उनले अधर्मै गरेका हुन्, तर भावना चाहिँ असलै रहेछ होइन गुरु। मैले बुझे जस्तो लाग्यो प्रश्नको खाँटी अर्थ के हो भने नि, हजुर गौतम बुद्धले विवाह गरे, अन्नन अवस्थामा के भन्छ पुत्र जन्माए होइन। त्यसपछि दरबार निष्कासनको यो घटना घट्यो क्या। त्यसर्थ त बुद्धलाई फेरि दोष छैन नि त। यो अर्को प्रान्तमा पानी दिने क्रम चाहिँ त्यसपछि भएको कारणले गर्दाखेरि बुद्ध निस्किन विवश भए, निष्कासित भए। त्यो अर्थमा बुद्धको पहिले पनि दोष छैन। उनलाई यदि त्यो घटना नआइदिएको भए बुद्ध युवराजै हुन्थे, दरबारका तिनै पुजारी हुन्थे, दरबारका तिनै राजा हुन्थे, तिनै सामन्त भएर बुद्ध जान पनि सक्थे। यो पनि पाटो छ। त्यसैले गर्दा मान्छेको व्यक्तित्व निर्माण गर्ने भनेको घटना हो क्या। घटनाले जुनसुकै घटना घट्दा पनि असल घटनाको उदय हुने सम्भावना रहन्छ, सङ्केत रहन्छ। त्यसैले त्यहाँ आतिनुपर्ने कुरै हुँदैन। हजुर गुरु, बुद्ध भगवान सम्बन्धी एक प्रकारको सानो भए पनि मैले केही प्रश्नहरू पाएँ, केही खुल्दुलेली मैले मेटाउने जमर्को र प्रयास गरेँ। त्यसको लागि हजुरलाई धन्यवाद दिन चाहन्छु। र गुरु, हजुर यो साहित्य क्षेत्रमै लाग्नुको कारण चाहिँ मनमा एक प्रकारको वेदनाले गर्दा पनि रहेछ, पीडाले गर्दा पनि रहेछ, र त्यो एक हिसाबले छुट्टै पाटो भयो। र यो साहित्यिक क्षेत्रमा लागिरहँदाखेरि आफूलाई चाहिँ कुन स्थानमा प्राप्त गर्नुहुन्छ र लेखिरहँदाखेरि चाहिँ कुन हिसाबले, राजनीतिक हिसाबले हुन्छ कि अथवा सामाजिक हिसाबले हुन्छ कि, कस्तो तर्फमा ध्यान दिँदै हजुरले लेख्नुहुन्छ गुरु? मैले प्रश्नको आशय बुझे जस्तो लाग्यो। कुरा के हो भने, हजुर सुरुमा अन्नन हुँदाखेरि दुःखले, पीडाले साहित्य सिर्जनातिर लगायो। पछि गएर चाहिँ मूल कुरा के छ भनेदेखि राजनीति फोहोरको डङ्गुर। बिपीले भनेकै छ नि, राजनीति भनेको फोहोरको चाहिँ एउटा खाल्डो हो, त्यसभन्दा टाढा पुग्न सकेन भने कुनै पनि मान्छे हुँदैन भनेको छ त्यहाँ। अनि शिक्षा भनेको एक पाटो मात्रै हो, अनि अर्थतन्त्र भनेको अर्को आफ्नै पाटो मात्रै हो। यी सम्पूर्ण एकवटा टुक्रा मात्रै हुन् भने यो साहित्यले चाहिँ ती सम्पूर्णलाई आफैभित्र आत्मसात गरेर जलजलाकार सन्तुष्टिको ज्योति वितरण गर्न सक्छ भने त्यसमा नलागेर अनि ती गाइने चिजमा किन लाग्ने? जान्नै भएपछि चाहिँ अलिकति कन्सियसनेस आफूमा आइसकेपछि चाहिँ त्यो बिन्दुबाट साहित्य लेखनको सङ्कल्प ममा जन्मेको हो। निरन्तरता त्यही हुन्छ, त्यही म गर्छु।
हजुर तर निरन्तर नलेख्ने मान्छे साहित्यकार पनि हुँदैन है। हजुर हजुर गुरु, हजुर यो क्षेत्रमा लागिरहँदाखेरि चाहिँ आफ्नो जीवनकालमा कस्तो दुःख कष्टहरू, कस्तो सङ्घर्ष गर्नु पर्यो गुरु? यो त पछि हुने कुरा। रमाइलो प्रश्न हो। हजुर हजुर आशा हुनेलाई हजुर नपाउँदाखेरि दुःख लाग्छ। हो, मसँग आशै छैन, हजुर अनि मैले किन दुःख मान्ने? अनि प्रतिस्पर्धा गर्ने मान्छेलाई प्रतिस्पर्धामा पराजित हुँदाखेरि दुःख लाग्छ, मसँग प्रतिस्पर्धै छैन, छैन छैन, मसँग आफैसँग मात्रै प्रतिस्पर्धा हो, अरूसँग छैन भने दुःख मान्नुपर्ने कारण के छ र? हजुर अनि केही अप्ठ्यारै फिल हुँदैन, मलाई अनुभव हुँदैन। हजुर हजुर त्यही त। अनि गुरु, हाम्रो यो पाका व्यक्तिहरूको लागि चाहिँ एक प्रकारले मैले आवाज दिइरहेको छु, उहाँहरूको हक समर्थन र सुरक्षाको लागि भनेर एकदमै आवाज दिइरहेको छु। हजुरहरू सम्पूर्णले सुनेर साथ रहनुभएको छ। हजुरहरू सम्पूर्ण रेडियो प्रेमीलाई धन्यवाद दिन पनि चाहन्छु गुरु। कुरा गरिरहँदाखेरि अघि हामीले कुरा गरे अनुसार हजुरको त्यत्रो सन्तान, अनि त्यसमा पनि आमा लास्टमा सबै छोराछोरीसँग बसिरहँदाखेरि अन्तिममा मसँग आएर बस्नुभयो। उहाँलाई मैले एकदमै राम्रोसँग पालन पोषण गरेँ, पछि मैले श्राद्ध पनि गरिनँ भनेर भन्नुभयो। यसको बारेमा केही कुरा खुलाइदिनु गुरु। अब आमा, हामी 10 भाइ मध्येको एउटा आमा होइन। हजुर। अनि उहाँ अन्तै बस्नुहुन्थ्यो पहिले। सबभन्दा आमाले घृणा गर्ने छोरो र बुहारी मध्ये हामीहरू क्या। हजुर। अनि अन्तिममा सबै छोराहरूले छिटछिटो दूर गरिसकेपछि म कहाँ आउनुभयो र मसँगै बस्नुभयो लगभग 16 वर्ष। हजुर। अनि मेरै घरको चाहिँ कोठामा उहाँ मर्नुभयो। मरिसकेपछि तिनी मान्छेहरू जो धारे हात लगाएर जिन्दगीभरि अगाडि सराप्थे, तिनी दाजुभाइहरू, अनि आमा मरिसकेपछि यो कपाल चाहिँ खौरेर अनि सेतो टालो या बुतेर बस्छन् भने तिनीहरूसँग म बस्नु अपराध होइन? हो, त्यो दृष्टिकोणले म बसिनँ क्रिया। म क्रियासँग विश्वास पनि छैन। जीवन छौन्जेली बाँचुन्जेली बुढाबुढीको सुरक्षा गर्नुपर्छ। त्यो बाबुआमाको मात्रै होइन है, अरू जो छन् तिनीहरूलाई पनि बाबुआमाकै समान दृष्टिकोणले हेर्नुपर्छ। मरिसकेपछि क्रिया गर्नुपर्छ भन्ने पक्षमा म छैन। त्यो अन्धविश्वास हो। त्यो अन्धविश्वासलाई टोटल्ली ब्रेक गरेर अगाडि नबढेसम्म नयाँ किसिमको विचारै जन्मिँदैन। नयाँ किसिमको विचार जन्मिएन भनेदेखि त्यो साहित्य लेख्नुको नि अर्थ छैन। बस खेला खत्तम। हजुर। अनि गुरु, अहिलेको अवस्थामा पाका व्यक्तिहरूको समस्या बढिरहेको छ। अबको 30 वर्षपछि होइन गुरु, नेपाल बुढौलीको देश हुँदैछ भन्ने खबर सुनिन्छ, पढिन्छ। यसलाई हजुरले कसरी अवलोकन गर्नुभएको छ? यो पनि एउटा राजनीतिको हङ्गामा हो। हजुर हजुर हजुर। जुनसुकै देशका पनि मान्छेहरू आफ्नो इच्छा लागेको ठाउँमा जान चाहन्छन्। यो ग्लोबलाइजेसनको युग हो। हजुर हजुर। अमेरिकाका नेपालमा छन्, नेपालका अमेरिकामा छन्, यस्तै अन्य देशमा पनि छन्। हजुर। भने यो समस्या कहिले पनि समस्याका रूपमा आउँदैन क्या। यो राजनीतिमा भोट लिनका निमित्त नारा दिने विरोधी पार्टीहरूले सरकारलाई नारा दिने एउटा माध्यम मात्रै हो। उनीहरू जुन रूपमा छन् छँदैछन्, जान्छन्, आउने आउँछन्, बस्छन्, झन् फरक हुन्छ यहाँ के टाउको दुःख। हजुर हजुर। म त्यो राष्ट्रभक्तिको रूपमा पनि छैन। राष्ट्रभक्ति भनेको नै एउटा संकीर्ण सोचको उपज हो। हजुर। देश हुँदैन, विराट विश्व मात्रै एउटा देश हो। हजुर हजुर। अनि मान्छे यो संस्कार, संस्कृति, जाति, धर्म भन्ने केही चिज पनि हुँदैन। एउटै हुन्छ, त्यो हो मानवतावाद। हजुर हजुर। बस।